फुलन्देको बाउले कहाँ बिहानै किन पो फोन गरेछ हो? हेलो फुलन्देको बुवा, आज के भन्नलाई पो हो एका बिहानै फोन गर्यो? अन्त हेलो फुलन्देको आमा, अहिले त नेपालमा जम्मै चुनावको आनिकाल लागेको होला के? अन्त त्यता हुन्छ नि त्यो भोट माग्न आउनेहरूलाई कहिले सूर्यमा लाउने भन्दै आउँछ, कहिले रुखमा लाउनु भन्दै आउँछ, अन्त गाईमा लाउनु भन्दै आउँछ नि त्यो चुनाव माग्न भोट माग्न आउनेहरूलाई। हो त्यो आउनेहरूलाई चाहिँ जम्मै लुङ्गी उठाएर खुट्टा देखाइदिनु है। त्यो भोट माग्न आउनेहरूलाई चाहिँ लुङ्गी उचालेर जम्मै खुट्टा देखाइदिनु। नचाहेको जम्मा भोट माग्न आउँदो रहेछ गाउँमा आफ्नो काम गर्नु, त्यार्कालाई त बेकारमा पोसाउनु होइन, त्यो खुट्टा देखाइदिनु लुङ्गी उचालेर। फुलन्देको आमा हो हन के पो भन्छ हो फुलन्देको बुवा? भोट माग्न आउनेहरूलाई चाहिँ के लुङ्गी उचालेर देखाइदिनु रे खुट्टा? हन कस्तो अचम्मको कुरा पो गर्नुहुन्छ हौ फुलन्देको बुवा। अन्त खुट्टा देखाउँदा अन्त खोइ जम्मै कुहिन्छ अनि खान्छ हो अनि चाख्छौ के पो भनेको? लुङ्गी उचालेर देखाइदिनु अरे हो फुलन्देको बुवा, के भन्छ हो? अन्त यो फुलन्देको आमा, अन्त जति भोट अहिले दिए पनि जम्मैले जिताए पनि केही नापिनेवाला छैन है। चुनाव आउँछ जम्मा घर दैलो कार्यक्रम भन्दै आउँछ कि यो भोट माग्नेहरू। अन्त भोट सकेपछि चुनाव सकेपछि कता जान्छ ठाउँ ठेगाउनु हुँदैन। यतालाई भोट माग्नु भन्दा त भोट नलगाएको होइन, लगाएर पनि केही नापेन, साउदी आएर खाडरिनु परेको छ म फुलन्देको बुवा पनि। अन्त अनिकालीहरू यो भोट माग्नु आउँछ, अरू त्यस्तै हो। फुलन्देको राम्रो विचार गर्नु, हेरविचार गर्नु, राम्ररी पढाउनु फुलन्देलाई। त त्यो भोट माग्नु आउनेहरूलाई चाहिँ लुङ्गी उचालेर देखाइदिनु है जम्मै त्यो खुट्टा। कुहिँदैन, चिन्ता नगर्नु। कुहिन्छ भन्छौ, देखाउँदा कुहिन्छ भन्छौ कि कुहिँदैन, कुहिए पनि कुहियोस्। त्यो भोट माग्न आउनेहरूलाई चाहिँ देखाइदिनु है लुङ्गी उचालेर। ल फुलन्देको आमा लु राख्दे है, फोन राख्दे ल।